हेलो एभ्रिवान सबैजनालाई नमस्ते। हजुरलाई फेरि नेपीमा स्वागत छ। आजको भिडियोमा मैले नेपालबाट ब्याचलरमा एप्लाई गर्न मिल्छ कि नै भन्ने सन्दर्भमा बनाउन जाँदैछु। धेरै क्वेसनहरू आइरहेको हुन्छ ब्याचलरमा चाहिँ कसरी आउने भनेर हैन। अब नेपालबाट ब्याचलरमा आउन मिल्छ कि मिल्दैन पहिलो कुरो त्यो भयो। सुरुमा मैले अस्ति नै भनेको थिएँ पहिलाको भिडियोमा नि ब्याचलरमा आउनलाई सुरुमा उहाँको डिप्लोमा चाहिँ रेकगनाइज गर्नुपर्छ भन्ने कुरा थियो हैन। अनि हामीले त्यसको लागि चाहिँ एकजना भाइको प्लस 2 को डिग्री लिएर यहाँ सबमिट गर्यो रेकगनाइज गर्नलाई हैन। तर यहाँ चाहिँ हुँदो रहेछ के हैन। हामीलाई लेटर आयो हैन। यहाँको आर्टिकल 4 को 3टा केसमध्ये एउटासँग मिलेन हुँदो रहेछ। तर 3टा मध्ये एउटासँग नि मिलेन किनकि हाम्रो डिप्लोमा चाहिँ 2 इयर्सको मात्रै हुन्छ हायर एजुकेसन हैन। यहाँ चाहिँ एटलिस्ट 3 इयर्सको हायर एजुकेसन चाहिँदो रहेछ। जस्तै हजुरले यहाँ देख्न सक्नुहुन्छ आर्टिकल 4 को 3टा केसेस छ हैन। 3टा केसेसमा केस 1 र केस 2 चाहिँ हामीसँग रिलेटेडै भएन किनकि यो मेम्बर स्टेट अफ युरोपियन युनियनको लागि मात्रै हो हैन। तर हामीसँग रिलेटेड भएको चाहिँ थर्ड कन्ट्रीको लागि हैन केस 3 हो। केस 3 मा के लेखेको छ भने इफ द एप्लिकेन्ट्स होल्ड अ डिप्लोमा इस्युड बाइ द हायर एजुकेसन इन्स्टिट्युसन recognized by third country certifying completion of higher education program of at least 3 years and if they can provide proof of language certificate at the level B2 in the common European framework of reference for languages for Luxembourgish, French or German यो भनेको चाहिँ हाम्रो हायर एजुकेसनको डिग्री चाहिँ 3 इयर्सको हुनुपर्छ भनेको छ जुन चाहिँ हाम्रो केसमा मिल्दैन हैन। हायर एजुकेसन प्लस 2 चाहिँ 2 इयर्स मात्रै हुन्छ नि। त्यही भएर हामीले 3 इयर्सको हायर एजुकेसन भएन त त्यहाँ चाहिँ हामीले यहाँ ब्याचलरमा एप्लाई गर्न मिल्दैन किनकि इक्विभ्यालेन्सी मिल्दैन। तर जसले डिप्लोमा गर्नुहुन्छ नि 10 पछि 3 वर्षको डिप्लोमा गर्नुहुन्छ नि उहाँहरूको लागि चाहिँ मिल्न सक्छ यो केसले हैन। त्यही पनि कन्फर्म छैन त्यो पनि एकचोटि कसैको एप्लाई गरेर हेरेपार मात्रै कन्फर्म हुन्छ हैन। यहाँ लेखेअनुसार चाहिँ त्यही बुझ्न सकिन्छ। अनि तल लेखेको छ कि अलरेडी यहाँ आइसक्नु भएको है प्लस 2 पास गरेर यहाँ आइसक्नु भएकोलाई चाहिँ त्यो एउटा केस अझै छ हैन। जस्तै तल लेखेको छ कि हाउएभर वी विल इस्यु यु अ सर्टिफिकेट एजुकेसनल लेभल ओपन सिम्पल रिटन रिक्वेस्ट। मैले चाहिँ डाइरेक्ट अफिसमै गएर बुझेको थिएँ हैन। अनि उनीहरूले चाहिँ एउटा पेपर बनाइदिँदो रहेछ अहिले 12 इयर्ससम्म पढेको भनेर अनि 2 इयर्स हायर एजुकेसन छ भनेर। अनि यहाँ चाहिँ 1 वर्ष पढ्नु पर्यो अझै हैन। 1 वर्ष हायर एजुकेसन गरेर अनि बल्ल लेभल 4 को रेकगनाइज मिल्दो रहेछ हैन। त्यो चाहिँ यहीँ भइसकेकोलाई चाहिँ फाइदा हुने भयो नत्र वहाँ भएकोलाई चाहिँ 1 वर्षको लागि मात्रै एडमिसन चाहिँ कसैले पनि गर्दैन हैन। यहीँ भएकोलाई चाहिँ यहाँको हाई स्कुलमा गएर 1 वर्ष पढेर चाहिँ 1 वर्ष 2 वर्ष पढेर त्यसरी चाहिँ फेरि लेभल 4 को इक्विभ्यालेन्ट लिन मिल्यो। यति नै थियो हैन। ब्याचलर लेभलमा मिल्छ कि मिल्दैन भन्ने कुरामा लगभग इम्पोसिबल नै छ हैन। डाइरेक्ट वहाँबाट आउनलाई ब्याचलरमा यति नै हो। हजुरहरूले यहाँ हेर्न नि सक्नुहुन्छ मैले डिसिजन लेटर एट्याच गरेको छु यहाँ पढ्न सक्नुहुन्छ के रहेछ के कसो रहेछ भनेर। हस् त अब अहिलेलाई यति नै गरौँ। हस् त नमस्कार धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। अझै हजुरलाई यस्तै इन्फर्मेसनहरू अझै हेर्नु मन छ भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला। फेरि भेटौँला अर्को भिडियोमा। हस् त धन्यवाद।